Hello guys, welcome to my new vlog. Halo guys, हाम्रो के राख्छौँ सबको बाटोमा होइन इभिनिङमा गइरहेछौँ हाम्रो चाहिँ इभिनिङमा हुन्छ इभिनिङमा रेगुलर जान्छौँ सबले गाइड इन्ट्रोडक्सन आफ्नो मेरो नाम सदर फिटनेस दादा चाहिँ अलि हाई लेभलको म बोल्दिनँ ल ल ल हेलो एभ्रिवान मेरो नाम चाहिँ सुदन मगर म चाहिँ यिनीहरूलाई चाहिँ म चाहिँ यिनीहरूको कोच हो होइन यिनीहरूलाई चाहिँ म बेसी कुराहरू अलि सिकाएको होइन यिनीहरूलाई चाहिँ मैले हाउ टु पुस अप देन अनि यिनीहरूलाई चाहिँ म होइन डेली कति घन्टा रनिङ गर्नुपर्छ भनेर अनि यिनीहरूलाई चाहिँ अनि कति डेली कति घन्टा जति र कति मिनट कति वर्कआउट गऱ्यो भने उनीहरूलाई हेल्पफुल हुन्छ भनेर ल तपाईँहरूदेखि हुन्छ मेरै कोचिङ कारणले यो यताबाट हेर्नुहोस् यहाँ ऊ चाहिँ बल्की भएको छ न मेरै भिजिट भएको छ म ट्रेनर हो तर यहाँ सबै हामीले चाहिँ के अरे बिहान उठ्ने बित्तिकै दुईवटा एग अनि बोइल एग चना अनि क्याबेज अनि त्यो सलाद त्यो हुन्छ नि त्यो काबु सलाद त्यो खानुपर्छ बिहानमा होइन त्यसो अनि हाम्रो अनि त्यसरी लन्चमा चाहिँ हाम्रो के हुन्छ नि हाम्रो थोरै राइस धेरै भयो बल खानाले थोरै अनि त्यसपछि मासु अनि दाल त्यो खायो भने अनि के को मासु जेको पनि हुन्छ अब कुखुराको मात्रै हुन्छ ओन्ली फर ओन्ली ट्रेनर यहाँ छ क्या मेन ट्रेनर यहाँ छ त्यही भएर यता फोकस अनि तपाईँहरू चाहिँ होइन तपाईँहरू चाहिँ कहिले नि त्यो के पाउडर हुन्छ नि त्यो के दाइ त्यो एनर्जी पाउडर त्यो चाहिँ कहिले नखानु होला पसल नगएर तपाईँहरूले वानली 30 रुपिसमा तपाईँहरूले प्रोटिन पाउन सक्नुहुन्छ ओके ल गाइजले बुझ्नु भएन बुझ्नु भयो ल गाइज ओके खास गरी मेरो नाम चाहिँ सुमन चाहिँ होइन मेरो नाम चाहिँ खास गरी माइक होइन ल बेस्ट होइन बेस्ट प्रोटिन एफोर्डेबल के हो बेस्ट प्रोटिन एफोर्डेबल प्राइस कुन प्रोटिन खाना बेस्ट कुन प्रोटिन खाना बेसिकमा हाम्रो त्यहाँनिर बेस्ट क्या बेस्ट हामीले पछि जाने एउटा पाउडी अनि प्रोटिन हाम्रो सुगन्धीबाट धेरै ज्ञान दिनुपर्छ ल ल गाइस म आइसकेको छु होइन A few moments later. गाइज हामी अन्तिममा चाहिँ वर्कआउट गर्न यस्तो ठाउँमा आएका थियौँ वर्कआउट गरेको भिडियो चाहिँ डिलिट भयो सरी गाइज